नमस्ते दर्शन जय देव। आज 2083 साल वैशाख 12 गते तपाईँको यो थापाथली बागमती किनारामा थापाथलीमा आज त्यो सुकुम्बासी बस्तीमा डोजर चलिरहेको छ। ल हेर्नुहोस् है, ल हेर्नुहोस् डोजर चलिरहेको छ तपाईँको पुरै सुकुम्बासी बस्ती। डोजर चलाएको सरकारको निर्णय तपाईँलाई कस्तो लाग्छ, सही कि गलत हेर्नु। वास्तविक समस्या, वास्तविक सुकुम्बासी रहेको समस्या चाहिँ हो है। अब यहाँ चाहिँ वास्तविक भन्दा कोही चाहिँ हुकुमवासी होइन, हुकुमवासी कि हुकुमवासी घर जग्गा बाहिर भएको मान्छे बसिरहेको पनि छन् होइन। पाँचै समस्यालाई एकदम गाह्रो भइरहेछ होइन, गाह्रो छ होइन। अब यो के हुने हो, यो वास्तविक समस्याको हेर्नुहोस्, वास्तविक समस्या हुकुमवासी आन्दोलन पनि होइन, आन्दोलन पनि कुनै ठाउँ भइरहेछ है, राइट होइन। डोजर खानेपानीको पाइप पनि छुटेर पुरै हेर्नु पानी गइरहेछ। डोजर तपाईँ देखाउँछु हेर्नु, डोजरले पुरै सुरु गरिएको छ। पुरा प्रहरी परिचालन गरिएको छ है सुकुम्बासी बस्तीमा हेर्नुहोस्। प्रहरी, नगर प्रहरी सब परिचालन गरिएको छ। त्यो चाहिँ थापाथली बागमती किनाराको सुकुम्बासी बस्ती है। थापाथलीको हो। हेर्ने मान्छेको बाटो जान्छ होइन, विवेक छ। वास्तविक समस्या सुकुम्बासीको विवेक छ कहाँ बस्नु हुन्। अब यो पहिला सरकारले चाहिँ वास्तविक सुकुम्बासीको छानबिन गरेर चाहिँ यिनीहरूलाई चाहिँ सम्बन्धित ठाउँमा सार्नु पर्ने हो। अब त्यो गरेको देख्दैन है। हेर्नुहोस्
त गाइस अहिलेलाई चाहिँ यति नै हो बिस्तारै पछि म पनि देखाउनेछु है के कस्तो लाग्यो तपाईँहरूले चाहिँ कमेन्ट लाइक गर्नु होला है सब्सक्राइब गर्नु होला होइन कमेन्टमा लेख्नु होला के छ तपाईँहरूको सुझाव है सही हो कि गलत हो ल